हेलो वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ यिनी केटाहरूसँग यो मेरो फुच्चे भाइहरूसँग यो कोही सानो सानो फुच्चेहरूसँग आज चाहिँ मेरो गाउँमा वार्ड नम्बर 12मा चाहिँ ड्याम बनेको छ। अनि त्यसपछि त्यहाँ पनि घट्ट पनि छ। त्यो चाहिँ केटाहरूले जाम नहुन भनेर भने घट्ट अनि एकदम राम्रो चिज बनेको छ। घट्ट देखाउँछु म। अनि त्यसपछि ड्याम पनि देखाउँछु। ड्याममा पौडी सौडी खेल्न मिल्छ अरे होइन केटा? हो अनि मस्तले खेल्न मिल्छ अरे अनि दामी छ। त्यो भएर यहाँ चाहिँ म देखाउँछु कहाँ हो केटाहरूले कहाँ ड्याम बनाएको छ। यहाँ वार्ड नम्बर 12 नेवरेमा चाहिँ बनेको छ। म देखाउँछु है त। अगाडि जाउँ। केटाहरू छन् भाइहरूसँग चट्ट लाएर यो डम्म जाने बाटो कहाँ अरे? ड्याम जाने बाटो गरबुटामाथि पिपलको रुख ड्याम घट्ट जाने बाटो होइन? ल ल गीत गाऊ त। बाटो त आजकल बन्न लाग्यो नाला बन्न लाग्यो होइन? ओ दाजु नमस्कार। ठिक छ दाजु, म हिजो आएको दाजु। ठिक छ एकदम एकदम एकदम। ए हाम्रो पुसाइको यो होटल दोकान ल के छ त पुसाइ? ठिक छ सन्चै हुनुहुन्छ? फुपू खै कहाँ? ल म अहिले आउँछु है। एकछिन यसो माथि त्यो ड्याम हेरेर आउँछु कि कस्तो बनाएको छ। नाला बन्न लाग्यो यो। ल यो कसको घर खतरा खतरा बनाएको नि त यहाँ। दोस्त कहाँ हो राजा तिमी? त्यो त स्योर हो नि। त्यो त भन्नै परेन नि यार। यत्रो केटाहरू आइरहेको छ यार, पुरा नौजवानहरू। आफ्नो गाउँ नचिन्ने कहाँ? नै तिमी यहाँ कहाँ आएको भने के काम छ? म कामतिर आएको के गर्ने यहाँ यसमा नै त जाम न। पानी चाहिँ हामी पहिला यो पानी माछा मार्ने खोला हो यो। माछा मार्ने अनि यहाँ पुरा नुहाइधुवाइ गर्ने खोला हो यो। ऊ त्यहाँ रहेछ घट्ट। ल योलाई चाहिँ घट्ट नै भन्थ्यो पहिला। त्यहाँ साँच्चैको घट्ट बनाइदियो होइन? ल पानी घट्ट चलाएको कि नै केटा? पछि चल्छ अहिले चलेको छैन। नेवारे खोला माथि यो खोरिया जाने बाटो हो। खोरिया जाने बाटोको साइडमा चाहिँ बनाएको छ। यो चाहिँ उसको के अरे जमुनाको रुख हो। जमुनाको रुख नेवारे खोलामा बनेको पानी घट्ट घुमे चाहिँ फनाना गिँदैन के अरू हो भन। त्यहाँ कोही छैनन् घट्टमा? एकचोटि हेरौँ त्यहाँ घट्ट माथि पनि हल्का देखाउ न। आइज न कान्छ क्या न यस्तो यो पुरा बाथरुम होला, टोइलेट बाथरुम होला यहाँ हो। टोइलेट बाथरुम कस्तो पर्सी लगाएको छ। हरियो यो के हो त बस्ने? ल खाना पकाउने ठाउँ बनाएर रहेछ यहाँ। यहाँ चाहिँ यो हो अहिले चाहिँ चालु रहन्छ देखाउन खोजेको। भित्र चाहिँ यो बन्द रहेछ। पानी सानी सिद्धिएर होला यो। अच्छा यो हो घट्ट। ल यहाँ रहेछ घट्टै। म चाहिँ फर्स्ट टाइम आएको। देख्न सक्छ।
यो चाहिँ घट्ट कति पुरा घन्केको घट्ट हुन्छ। यहाँ चाहिँ अहिले चाहिँ बन्द रहेछ, पानी चाहिँ छैन। यहाँ तल मेरो वार्ड नम्बर 12 नेवारेको माथि नेवारे खोलामा यो खोरिया जाने बाटोको नजिकै यहाँ चाहिँ घट्ट बनेको रहेछ। धेरै पहिला पनि बनेको। यो चाहिँ म आएर यहाँ देखाउनु पाएको थिएन। हाम्रो गाउँमा यति राम्रो चाहिँ घट्ट बनेको छ, यति राम्रो छ। यहाँ अहिले चाहिँ पानीको ऊ छैन। अब त्यहाँ कहाँ के बनाउँदैछ अरे, ड्याम स्याम क्या धारा बनाउँदैछ अरे, त्यो कारणले गर्दाखेरि यहाँ पानी चालु छैन। यहाँ आएर हाम्रो गाउँमा चाहिँ आउन सक्नुहुन्छ, यहाँ आएर देख्न सक्नुहुन्छ। घट्ट पिनेर घट्टको पानीको पिठो चाहिँ मजाले खान सक्नुहुन्छ। यहाँ चाहिँ यति राम्रो छ। यो घट्ट चाहिँ यो तल बनाएको छ। यहाँ चाहिँ सबै यो जग हालेर यति राम्रो बनाएको छ। यो चाहिँ अब यहाँ कसले हेर्छ, कसले गर्छ, यहाँको वार्ड नम्बर 12 को जो पनि स्थानीय सरकार छ उहाँले बनाएको हो। यो स्थानीय सरकारले बनाएको हो। अनि यो चाहिँ म भन्न चाहन्छु एकदम राम्रो छ। कोही पनि कहीँबाट मेरो भिडियो हेर्नुहुन्छ भने आउन चाहनुहुन्छ भने आउन सक्नुहुन्छ। अहिले चाहिँ फिलहाल बन्द छ। एकदम राम्रो काम गरेछ वार्ड नम्बर 12 नेवारे सुर्खेत। यस्तो दामी बनाएको तर पानी चाहिँ यार पुरा हो रहेछ, कालो कालो छ पानी। फोहोर छ यसमा, फोहोरमा को खेल्छ? यो चाहिँ पहिले थियो यो रुख चाहिँ, जमानादेखि हामी यहाँ खेल्ने बेला रुख चाहिँ थियो, हामी बनाएको रहेछ। र पानी चाहिँ अब ल खेल ए डुब्लास फेरि त्यति हो। म यो पुरै भएको बेला नि खेल्दिहाल्छु। पुरै भएको बेला टुर्नामेन्ट हुँदैछ। ल जा जा जा, अरे डोप सबै झ्याली गऱ्यो हुने। ड्याम चाहिँ राम्रो बनेको रहेछ, राम्रै छ। जो यहाँ चाहिँ हेरेँ मैले राम्रो भन्ने कुरो होइन, तर राम्रो रहेछ। यहाँ केटाहरू चाहिँ खेलिरहेछन्, मजाले खेल्न मिल्ने मस्तको ड्याम बनाएको रहेछ। त्यो खोलाको बिचमा छ। अब बाटो साटो पनि खोलेको रहेछ। यहाँ सौरा खोज्न जान्थ्यौँ होइन। यो चाहिँ तिजुको रुख हो। यो कहिल्यै नफल्ने तिजुको रुख हो। हामी पहिला जमानादेखि तिजुको रुख हो। यो चाहिँ यहाँ चाहिँ कुलो बनाएको रहेछ। अब यो पानी चाहिँ त्यहाँबाट यो यहाँबाट चाहिँ लैजान्छ होला, यहाँबाट चाहिँ खोलेको पानी यताबाट पठाउँछ होला। अनि जे होस् अहिले चाहिँ विकास भएको छ, विकास भएर रहेछ। 2-4 वर्ष म नयाँ आएको गाउँमा, त्यस कारणले विकास चाहिँ यहाँ चाहिँ हामी खेल्थ्यौँ। यो र ऊ त्यसमा चाहिँ हामी यहाँबाट छिरेर तल निस्केर माथिबाट ऊ मारेर डुबुल्की मारेर यस्तो गर्थ्यौँ। यहाँबाट पुरा जाली लगाएर चाहिँ यो ठाउँमा बनेको रहेछ, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ यो नालाको सम्भव थिएन है त्यतिखेर चाहिँ हामीले देख्नुलाई चाहिँ जे होस् यो चाहिँ बनेको रहेछ। यहाँ चाहिँ हामी यहाँ माछा मार्ने। अनि त्यसपछि यहाँ चाहिँ डम्म थियो, मतलब पौडी थियो सानो, त्यहाँ चाहिँ तल पौडी थियो। अनि एकदम रमाइलो गरेर खेल्थ्यौँ। यतातिर चाहिँ हाम्रो गाउँ मतलब दाउरा साउरा खोज्न जाने आर्मीको जङ्गल भन्छ यसलाई चाहिँ खोरिया भन्छ। यो चाहिँ डम्म यहाँ बनेको रहेछ, दामी बनेको छ, राम्रो छ। त्यो खुसी लाग्यो। स्थानीय सरकारलाई धन्यवाद भन्न चाहेँ मैले। यहाँबाट यो चाहिँ मतलब सम्भव थिएन क्या, यहाँ चाहिँ जे होस् बनेको रहेछ, दामी बनेको रहेछ, एकदम राम्रो बनेको छ। यो नाला साला बनेको छ। यो चाहिँ जमुनाको रुख, यहाँ चाहिँ जमुना पाक थियो, हामी खान्थ्यौँ साथीभाइ हामीहरू होइन। रातिसम्म पनि हिँड्ने घुम्ने हामीहरू मस्त छ। यहाँबाट यो चाहिँ पानी चाहिँ छोड्ने होला, यो उसको लागि घट्टको लागि होला, सायद घट्टको लागि पानी होला होइन। यो चाहिँ जमुनाको रुख हो। यहाँबाट झरेर हामी जान्थ्यौँ पहिला सानोमा। हामी चाहिँ यहाँबाट चाहिँ यो त्यही उसमा लगेको हो। यहाँबाट चाहिँ पहिला हिँड्ने बाटो थियो त्यो, अहिले चाहिँ
यहाँबाट तल घट्टको लागि होला। यो चाहिँ यहाँबाट पारी चाहिँ यो पुरा आर्मी क्याम्प हो। आर्मी क्याम्प हो यहाँबाट उता चाहिँ यो पुरा खोलाबाट पारी चाहिँ आर्मी क्याम्प हो। ल हामीले ऊ यस्तो यस्तो रुखमा चढेर सुकेको देख्नु भएको छ। यो सुकेको रुखमा चढेर दाउरा छारेर लिएर आउने साथीहरू थिए। अहिले अब तिनी साथीहरू कहाँ पुगे के गर्दैछन्। यदि यो भिडियो हेर्दैछौ भने तिमीहरूले पनि मिस यु यार। जे जस्तो भयो नि सानोमा खेलेको हुर्केको सानोको याद आयो। तिमीहरूको याद आउँदैछ। आज धेरै पछि गाउँ आएको एकदम याद आउँदैछ। बहुत रमाइलो लाग्यो। यहाँ रहेछ नाला यो बनाएको चाहिँ। यो चाहिँ सम्भवै थिएन कि यहाँ यस्तो पहिरो आउने जस्तो थियो। अहिले चाहिँ यहाँ यसरी दिवाल उठाएर चाहिँ यहाँबाट लगेको रहेछ पानी। यो घट्ट जाने पानी हो यो। यो भित्की हो कि नै बर्खा लागेर कम भयो। अब यहाँबाट कताबाट हो त माथिबाट यहाँबाट जानु मिल्छ नि मिल्दैन। यो चाहिँ घट्टै यो चाहिँ घट्ट यो चाहिँ घट्टको पानी यहाँ चाहिँ स्टोर हुने यहाँबाट जाली। अच्छा यहाँबाट चाहिँ पानी जाँदो रहेछ। त्यो चाहिँ तलको घट्ट यो चाहिँ तलको घट्ट यो चाहिँ तलतिर पानी फोर्स कम भयो भनेर माथि बनाएको। जस्तो चाहिँ बाहिर गएको म चाहिँ बाहिर थिएँ 2-3 वर्ष मेरो आफ्नै कारणले म बाहिर थिएँ। बाहिर हुँदाखेरि चाहिँ यति राम्रो गाउँमा चाहिँ विकास भएको रहेछ। बहुत खुसी लाग्यो। राम्रो छ। घट्ट चाहिँ यो हो। तपाईँहरू कहीँबाट नि मेरो भिडियो हेर्नु भएको छ देख्नु भएको छ भने आउन सक्नुहुन्छ हाम्रो घट्ट होइन। यो चाहिँ खानासाना बनाउने यहाँ थोरै बारी पनि रहेछ। ल यो घट्ट चाहिँ अब चलेको बेला भइदियो राम्रो हुन्थ्यो। चलेको छैन। चलेको बेला पछि देखाउँला। पुल बनाएको छ बनाएको छ यहाँ चाहिँ। हामी अब त्यो तपाईँहरूलाई देखाएर अहिले सम्भव छैन। हामीले जो देखेको थियौँ त्यो चाहिँ अलि अलगै थियो। यहाँ पुरा यो खोला तरेर हामी जानु पर्थ्यो। अनि चाहिँ यहाँबाट अहिले चाहिँ स्थानीय सरकारले राम्रो काम गर्यो भनेको। अनि यो रहेछ यहाँबाट पुल बनाइदियो। अब बासिन्दाहरूलाई कर्यो खोरिया जाने बासिन्दाहरू नलखोला यहीँबाट जान्छ कि जरबुटा नलखोला कति राम्रो पुल बनाइदिएछ। ल यो भाइरल पुल पनि भन्छ होइन। टिकटकहरूमा ट्याक्क पुरा भाइरल पुल होइन। मस्त छ यो पुल। मलाई चाहिँ जान मन लागेर आउनु मन लागेको रहेछ। धेरै टाइम भयो। यहाँबाट यो खोला चाहिँ खतरनाक खोला थियो। त्यहाँबाट हामी पहिला तर्थ्यौँ यो बाटोबाट हामी तर्थ्यौँ। यो चाहिँ अब असम्भव थियो। हामीले अब जोस् स्थानीय सरकारले राम्रो यो गराएको छ। पुल मस्त दामी बनाएको छ लामो पुल। अब यहाँबाट बाइक पनि लैजानु मिल्ने अटो पनि जान्छ। अटो पनि जान्छ अरे। कति राम्रो छ। कति राम्रो चाहिँ काम गरेको छ। अहिले चाहिँ स्थानीय सरकारले रोड पनि बनाउँदैछ। राम्रो छ एकदम मस्त छ। दामी छ यहाँ दामी छ।